सो हाइक नि गएको थिएन, पोस्ट नि गरेको थिएन। अब चाहिँ मेरो फेरि रेगुलर हाइक स्टार्ट हुन्छ ल। हाई हामी हो यता कतिपय यस्तो जग्गाहरू पनि छ कि यो जस्तो अब उपत्यकामा जुन चाहिँ डेभलपै भएको छैन कि विकास। आज चाहिँ यस्तो अलिक साथी नभएर अनकम्फर्टेबल फिल भइरहेको थियो नि, त्यही भएर म त लुकेर आएको। यस्तो पिच्छा चिप्लेर लड्नु होला, केयरफुल भएर आउनु। थ्याङ्क यू। कस्तो भयो त आजको हाइक? फर्स्ट स्टेपदेखि अहिलेसम्मको दामी होइन? गर्नु बोल्नु हुँदैछ? बोल्नु मरिने भयो धुलो उमेर छ। यसरी हिँड्ने दिन हाम्रो पनि कस्तो नहोला त। अन्डा किन अन्डा किन जे भने अन्डा मिसाएको अन्डा नेपाली नेवारीहरू सक्नु नि त। हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल वान्स एगेन। अनि आजभोलि चाहिँ म धेरै ग्याप पछि हाइक आएकोले हजुरहरूलाई के भन्नु, भिडियो पोस्ट गर्नु नपाएर यस्तो बिजी भयो मेरो फ्यामिली पर्सनल कामहरूमा। सो हाइक नि गएको थिएन, पोस्ट नि गरेको थिएन। अब चाहिँ मेरो फेरि रेगुलर हाइक स्टार्ट भइसकेको छ। सास बढ्दो रहेछ गाइज, साथीहरू यसरी हिँड्दाखेरि चाहिँ धेरै पछि। अनि आजको मेरो हाइक चाहिँ कहाँ छ भन्ने कुरो चाहिँ अहिले म तपाईँहरूलाई भन्दिनँ, किनभने तपाईँहरूलाई पनि त सस्पेन्समा राख्नु पऱ्यो नि त। एकैचोटि भिडियो हेर्दै जानुहोस् अनि थाहा हुन्छ म कहाँ छु भनेर गेस गरिदिनु होला। हस् त साथीहरू, किप वाचिङ अस। गाइज हामी चाहिँ रेस्ट गरिरहेको छौँ। मलाई जस्तो भ्लग गर्नु लाज लागेर गरेको थिएन। अब आफ्टर रेस्ट चाहिँ हामी यहाँबाट मासतिर जाँदैछौँ। अनि कस्तो होइन, म भिडियोहरू चाहिँ धेरै नै गर्छु जस्तो लागिरहेको थियो, तर मलाई यस्तो अनकम्फर्टेबल फिल भइरहेछ। त्यस्तो धेरै चिनेको साथीहरू नभएर होला। सो गाइज, यहाँ चाहिँ इन्ट्रोडक्सन हुने कुरा भइरहेको छ। इन्ट्रोडक्सन दिनुपर्ने आफ्नो आफ्नो। चाहिँ इन्ट्रोडक्सन हुँदैछ हाम्रो सबैको, सबै अनाउन भएर होला सायद होइन। अनि अब यहाँबाट हामी उता लाखुल भन्ने गएपछि चाहिँ त्यहाँ खाजा खान्छौँ। खाजा खाएर त्यहाँबाट हामी लाग्छौँ। त्यही हुन्छ। धन्यवाद। हस् त, धन्यवाद। ल निस्क्यौँ, आगो लाग्यो। गाइज, हाम्रो हाइक चाहिँ कन्टिन्यू भइरहेको छ। भन्नु चाहिँ हामी काठमाडौँ भ्यालीमा छौँ भन्छौँ, हामीले जस उपत्यका नेपालको राजधानीमा छौँ। तर कतिपय यस्तो जग्गाहरू पनि छ कि यो जस्तो अब उपत्यकामा जुन चाहिँ डेभलपै भएको छैन कि विकासै भएको छैन। जस्तो अब अहिले हेर्दाखेरि चाहिँ एक त राम्रो पनि हो, किनकि सबैतिर विकास भयो भने सबै घर आँगन, घर रोड बाटो हुन्छ, यस्तो नेचरै फिल गर्नु पाइँदैन। तर जहाँसम्म चाहिँ घरहरू बनिसकेको छ त्यहाँसम्म चाहिँ यस्तो रोडहरू चाहिँ अलिक राम्रो भएन जस्तो लाग्छ। किनकि यहाँको सामानहरू भयो, यहाँको के भन्नु नि आउँदैन कि, कस्तो भन्नु पनि आउँदैन। यहाँबाट भएको फलेको फलफुल भयो, त्यस्तै सागसब्जीहरू भयो, बाहिरसम्म एक्सपोर्टै भन्ने हुनु पाएन भने चाहिँ के गर्नु कि यहाँ फलाएर। यस्तो छ हाम्रो देशको कन्डिसन, यस्तोसम्म छ कि हामीले के भन्नु, बिचरा भन्नुभन्दा केही छैन साथीहरू। यस्तो छ क्या बाटो, यस्तो हजुरलाई भनि नै राखेको थिएँ कतिसम्म छ भन्दा हेर्नुहोस् न कतिसम्म छ त। यसरी भारी बोकेर हिँड्नु परेछ। जस्तो अब यहाँनिर गाडी ट्रान्सपोर्टहरू आएको भए त यो दिनै आउँदैन थियो होला सायद।
यति धेरै दुःख पनि गर्नु पर्दैन थियो होला। जस्तो हामी 1-2 दिन घुम्न आउनेलाई त ठिक छ, हामी एडजस्ट गर्छौँ, तर यहीँ बसिराख्ने बासिन्दाहरूलाई चाहिँ कस्तो साह्रो गाह्रो होला त होइन। आफै फिल गर्नुहोस् न हजुरहरू नि, तपाईँलाई चाहिँ कस्तो लाग्छ जस आफ्नो कमेन्टमा आफ्नो विचारहरू चाहिँ राखिदिनु होला साथीहरू। के खिच्नुपर्ने दि गाई यहाँ चाहिँ रेस्ट हुँदैछ। तपाईँ त बिचमा नि हिँड्न थाल्नु ठ्याक्कै 2 वर्ष पछि हामी ठ्याक्कै 2 वर्ष पछि हो र यहाँ पिट लगाइदिए यस्ता हेर्नुहोस् पोज चाहिँ उता छ, ब्यागमा त के प्राइभेसी देख्ने त। ल गाइज हामी चाहिँ लाखुरी भन्ज्याङ आइसकेको छौँ अनि यहाँ चाहिँ हामी अहिले आएर एकछिन रेस्ट गरेर जाने भनिराख्नु भएको थियो उहाँले। अनि रेस्ट भयो, 2टा भिडियो सिडियो फोटोसोटो क्लिक हानिसक्यौँ हामीले। अनि के भयो भने मलाई चाहिँ अल्छी लाग्यो अनि म चाहिँ यता यसो भिजिट गरिदिउँ भनेर निस्किसकेको छु। कस्तो हेर्दाखेरि चाहिँ पिसफुल एकदम हावा चलिरहेको छ, धेरै राम्रो लागिरहेको छ मलाई चाहिँ फिल। हाम्रो दिदी बहिनी हेलो हेलो हेलो, उहाँ चाहिँ हाम्रो एकदम फुर्तिलो जोसिलो हँसिलो त्यो होइसिनुहुन्छ त्यही हो। अनि म चाहिँ यता घुम्दैछु, यता के कस्तो रहेछ भनेर हेरिरहेको छु साथीहरू। तपाईँले अरू नि हेर्नु सक्नुहुन्छ के कस्तो छ भनेर। मलाई चाहिँ मान्छेको अगाडि चाहिँ अलिक बोल्नु अनकम्फर्टेबल फिल हुन्छ, किनकि पहिले चाहिँ म जहिले साथीहरूसँगै यसो नै भिडियो गरेर हिँडिरहेको हुन्थेँ। अनि आज चाहिँ कस्तो अलिक साथी नभएर अनकम्फर्टेबल फिल भइरहेको थियो नि, त्यही भएर म त लुकेर आएको। मलाई लाज पनि लाग्दो रहेछ, मलाई लाज पनि लाग्छ। सो गाइज हामी चाहिँ अहिले हामी लाखुरी भन्ज्याङ आइपुगिसकेको छौँ। अघि पनि लाखुरी भन्ज्याङले थियौँ, तर त अघि चाहिँ टप भयो भने अहिले चाहिँ हामी ठ्याक्कै के भन्नु पिच देख्नु सक्नुहुन्छ। यस्तो पिच छ, चिप्लेर लड्नु होला, केयरफुल भएर आउनु होइन। यस्तो धेरै चिप्लो पिच छ यहाँको। सो पछि चाहिँ गाइज हामीले चाहिँ पानी सानी भइसक्यौँ। अब हामी उठ निस्किँदैछौँ, हाम्रो टिमहरू चाहिँ आउँदैछ उतैबाट। बाबु एउटा रोटी उताबाट नि आओस् न। कसलाई जागर छ? थ्याङ्क यू। चस खै चस हानौँ न, चस तरकारी यहाँ छ। लन्च टाइम ब्रेक। मलाई चम्चा चाहिँ दिनुपर्छ है फेरि। सो गाइज अब यहाँबाट हामी निस्किसकेछौँ, खाजासाजा खाएर यहाँबाट छक्कसँगले। यस्तो खतरा बाटो रहेछ यहाँको, यस्तो खतरा छ। हेर्नुहोस् हेर्नुहोस् साथीहरू, हेर्नुहोस्। सबभन्दा अगाडिको मान्छेहरू सबभन्दा पछाडि छौँ हामी दुईवटा। फाइनली गाइज हामी चाहिँ यहाँ रानीकोट आइसकेको सूचना पाइसक्यो। ए बहिनीबाट है, तर बहिनीबाट। सुभाष दाई आफ्टर लङ टाइम नो सी। अनि अघिदेखिको हामी भेट पनि भएको थिएन। कस्तो भयो त आजको हाइक फर्स्ट स्टेपदेखि अहिलेसम्मको? दामी होइन, गर्नु त भएको छैन नि होइन? अनि बिन्दास इन्जोइङ राइट। दाइको हिँड्दै चाहिँ म त ढल्छु जस्तो छ आज। ओहो कस्तो अप्ठ्यारो बाटो अप्ठ्यारो हेरेको सिधा छ बाटो चाहिँ अप्ठ्यारो भयो। कुदुम
पानी दिउँ न प्लिज पकाउन एकछिन 2 मिनेट तल पसल हो तल त तल थारो बाटो फ्रन्ट क्यामेरा ल्याउनु अगाडि किन अगाडि गोइङ डाउन के भन्नु ए बोल्नु हुँदैछ बोल्नु वर्ड्स पाइलोट बाबा रिचिङ टु त्यही त झन् माथि चढ्नु पर्यो हैन उहाँ चाहिँ हाम्रो खतरा भ्लगर हुनुहुन्छ कस्तो राम्रो यहाँ चाहिँ हेर न ओए कस्तो दामी भ्यू यहाँ खिचौँ ल यहाँ चाहिँ खिचौँ ल मस्त धुलो 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 यतिको चाहिँ हुनुपर्छ गाडी चाहिँ यतिको चाहिँ हुनुपर्छ हिँडिसकेपछि ढिलो कतिखेर जानु मरिने भयो धुलो स्वच्छ हावा खानु आएको रे धुलो हावा खाइयो नेक्स्ट हाइकमा चाहिँ मैले लिएर आउन लिएर आउनुपर्ने भयो होइन दिदीले मलाई घुमाइ फिराइ धेरै भनिसक्नु भयो नेक्स्ट हाइकमा चाहिँ दिदीसँग इन्ट्रोडक्सन गराउनु पर्यो नभएको बोयफ्रेन्डलाई ओछ हो छैन क्या भयो त मैले आउँथेँ अहिले ठिक छ केही छैन उमेर छ नगर उमेर छ यसरी हिँड्ने दिन हाम्रो पनि कस्तो नहोला त हजुर गल्यो नि धुलोमा हिँडेर सो गाइज अब हामी यहाँनिर घ्याम्पेर आइसकेको छौँ यति धेरै राउन्ड हानेर यति धेरै 3-4 घन्टा हिँडेर त्यस अब हामी चाहिँ ब्याक टु सूर्य विनायक भनौँ ब्याक टु आवर होम सो घ्याम्पे डाँडाबाट चाहिँ हामी लागिसक्यौँ बाटो चाहिँ यतै त हो दिदीको भ्लग के अरे भिडियो र त्यो त हामी हेरेकै सो साथीहरू अब हामी चाहिँ घ्याम्पे डाँडादेखि डाउन लागिसक्यौँ सूर्य विनायक यस्तो दामी छ बाटो चाहिँ दामी दामी क्या त हामी त उस्तो उता हिँडेकोले सबै ध्वस्तै बनाएको थियो त्यो चाहिँ राम्रो रहेछ टिप्ने हामी लालीगुरा अब चाहिँ घर पुग्नु बेला टिपेको छैन अहिलेसम्म सो हामी चाहिँ एकदम के भन्नु नेचर प्रेमी भएर होला एउटा टिपे छैन होइन अन्तिममा ल नाच्नु न त कस्तो उहाँहरू नाच्नु इन्ट्रेस्ट गर्नु हुँदै त अहिलेदेखिको नाच्नु जाउँ ल ढोगम जाँदैछ के को मन्दिर भन्नु त बिर्सेँ त कस्तो माइन्ड छ आमाको अब चाहिँ हाम्रो हाइक करिब इन्डिङ भइसक्यो भनौँ इन्डिङ भइसकेको छ यो लास्ट हाम्रो डेस्टिनेसन थियो आफ्टर दिस हामी चाहिँ यहाँबाट आफ्नो घर जाँदैछौँ तल सूर्य विनायक बाटो झरेर एकदम सिरियस छु नेवार भएर जाने पनि भाग्यमानी अरे नि होइन भोजै धेरै हुन्छ जेमा तर अन्डा किन जेमा पनि अन्डा मिसाएर नेपाली नेवारहरू नेवारीहरू सक्नुहुन्छ
अन्डा हुन्छ कि जेमा पनि यो सबै कुरो अलिकति अन्डा राखिदिएको हुँदो रहेछ कि पहिले म अन्डा खाँदिनँ थिएँ कि अनि कुखुरा काट्नेको सट्टा ल्याएर पहिला पहिला त धेरै काठमा हुन्थ्यो अब चाहिँ भन्नु अघि के भन्नु हुँदै त अघिको भन्नु त नो बडी नोज ended our hiking at 79